नेपाली राजनीतिमा आज एउटा ठूलो हलचल देखिएको छ। सुशासन र पारदर्शिताको नारा दिएर गृह प्रशासन सम्हालेका सुदन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। तर यो राजीनामा सामान्य राजीनामा मात्र होइन, यो त पदभन्दा नैतिकता ठूलो ठान्ने एउटा साहसी कदम हो। प्रश्न उठाइयो विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्धलाई लिएर। तर सोचौं त, यदि सुदन गुरुङको व्यावसायिक सम्बन्ध इलन मस्क वा बिल गेट्ससँग भएको भए आज उनको चर्चा कुन उचाइमा हुन्थ्यो होला। उनले त स्पष्ट भनेका छन्, लुकाउने मान्छेले सम्पत्ति सार्वजनिक गर्दैन, ब्याङ्किङ च्यानल मार्फत लगानी गर्नु कुनै अपराध होइन। एउटै कम्पनीमा धेरै शेयरधनी हुन्छन्, तर सबैको गल्तीको भारी एउटै व्यक्तिको थाप्लोमा हाल्नु कतिसम्म न्यायोचित छ। आज सुदन गुरुङको राजीनामा माग्ने ती दलका नेताहरूलाई हेरौँ त, जसका फाइलहरू वर्षौंदेखि दराजमा धुलो लागेर थन्किएका छन्। नक्कली भुटानी शरणार्थीदेखि सहकारी ठगीसम्म नाम जोडिएका नेताहरू आज पनि कुर्सीमै टाँसिएर बसेका छन्। सुदन गुरुङले कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सामान्य प्रश्न उठ्ने बित्तिकै नैतिकताको आधारमा मार्ग प्रशस्त गरिदिए। अब प्रश्न जनतालाई, कुर्सी जोगाउन सेटिङ गर्नेहरू ठूला कि नैतिकताका लागि कुर्सी छाड्ने सुदन गुरुङ?